बाबुआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भने जस्तो अब किन टेन्सन गरी बस्नु हौ केटाकेटी भए पो टेन्सन गर्नु अब के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर बुद्धि छँदै छ त नि किन टेन्सन गरी बस्नु त्यसो भयो भने खेलाइदिनुपर्छ नि ल गरी गयो भरे के खाक्ता आइलाग्यो भने अर्का दिँदा के अनि अब के विश्वास भन्छु अनि एउटा फोनै उठाउनु छोड्यो कतातिर अब अहिलेसम्म पनि आउँदै रहेछ आएछ म नमरी भनेर भोइस म्यासेज पठाएको थिएँ त्यो पुग्यो कि पुगेन बर्जरलेहरूले गर्दा पनि उठाउँदैन अरे माथि छितीसँग चाहिँ बोलिराखेको हुन्छ अरे र त नआइज अब म मरेपछि मात्रै आइज यता देखा नपरै भनेर भनेको थिएँ कता 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 घाँडै भन्ने जस्तो बिर्खाना त घाँडै भयो भने जस्तो हुन्छ पुर्कै निक्ली यहाँनिर यस्तो यस्तो काम छ भनेर निक्लिनु त यो तँ बोलेको त सुनिँदै नि छैन हौ ल ल ल म्युटमा राख्नु भएको छ सन्तदेखि कहाँ बोलेको सुन्नु त नानाको म्युटमा छ म्युटमा थिच्नु भएको छ हौ नानाले अनि बोलेकै सुनिँदैन यहाँदेखि देखिरहेको छ त माइक म्युटमा मुख चलाएको मात्रै देखिन्छ अनि देखिँदैन माइकमा अहिले म जान्दिनँ होइन नानाले हौ खोइ म चलाएको मात्रै दिन्छ बोल सुनिँदैन अघि त बोल्दै थियो सुनिँदै थियो अहिले त सुनिँदैन थिचेर म्युटमा छ आफै कुदेको कुदेकै गर्छ यो काका कुद्छ मोबाइल पनि गयो अब कुरा गर्दै गरौँ ल ल नाना